माङदकेलाई मेरो चिठी। त्यो बेला म लगभग मात्र 16-17 को हाराहारीमा थिएँ। त्यही बेला केही अनुभव बटुलेको छु, देखेको छु, हेरेको छु। तर थाहा छैन यो बेला ऊ बेलाको मेरो माङदके साथी कता हराइरहेको छ। ऊ बेला बाहुन बजार जान्थ्यो। 2 रुपैयाँको 1 पेला चिया कप र 5 रुपैयाँको पशुपति गोलकुच बिस्कुट त्यही 2 रुपैयाँको चियामा चोबेर खान्थ्यो। बजारमा जे जति कामले गएको थियो सामान किनबेच गर्थ्यो। आधा दिनमै घर फर्किहाल्थ्यो। घर आएर पनि घाँस दौरा गर्न भ्याउँथ्यो। आज तिनै बाहुन कालुको छोरो भुके विदेश गएर पनि घर फर्की आफू जन्मेको घरमा बरन्डा निकाली विवाह गरी आरामदायी जिन्दगी बिताइरहेको छ रे। तर तिनै कालुको घरसँगै जोडिएको छिमेकी सेठ महाजन भनी चिनिएका बाजेको पालामा सुब्बाका पगरी फिरिएका कारोबारी कान्छा याथुङ्बाको छोरो माङदके भने आज बुबासँग के छ के छैन झैझगडा गरी 500 रुपैयाँदेखि 1000 रुपैयाँ मागेर कम्मरमा खुकुरी भिरेर त्यो बाहुनसँग बजार निस्कन्छ। तर आधा बाटोदेखि नै उनीहरूको बाटो अलग अलग हुन्छ। भुके सरासर बजार पुग्छ। तर माङदके अल्लो घर पल्लो घर हुँदै र 1 सेरको 6 रुपैयाँ पर्ने छानुवा बटुली खाँदै र 2-4 जनाको ग्याङ बनाएर आधा दिनतिर बल्ल ढल्किँदै र हल्लिँदै बजार पुग्छ। यसरी भुकेसँगै बजार निस्केको माङदके बजार पुग्दा भुके बजारबाट फर्किसकेको हुन्छ। माङदके बिस्तारै कछुवाको चालमा बजार घुम्न थाल्छ। वरपर तल माथि चारैतिर घुम्न थाल्छ। घाम अस्ताउने बेला भयो। बजार पनि बिस्तारै उठ्न थाल्यो। मान्छे फटाफट आफ्नो घर फर्कन थाल्यो। तर माङदके अझै बजार घुम्दै थियो। घाम अस्ताउनलाई रिम रिम साँझ हुँदै थियो। 2-4 जनालाई साथ लिएर माङदके एउटा होटलमा छिर्यो। साथमा अरू तरुनी 2-4 जना पनि त्यो बेलाको समयमा 25 रुपैयाँ पर्ने तोङ्बा सबै आफ्नो नाउँमा अर्डर गर्थ्यो अनि एक तोङ्बा नागेर बस्थ्यो। साथमा 20 रुपैयाँ प्लेट पर्ने राँगाको सुकुटी पनि माग्थ्यो। बिस्तारै तोङ्बा तान्दै सुकुटी चपाउँदै वाक्क जिब्रो पड्काउँदै दायाँ बायाँ तरुनी राखेर खासखुस गर्दा गर्दै उठेर धान नाच्ने भने लेब्रो तान्न थाल्यो। खोल्चा खोल्ची गङ्गट्टा चल्यो रिङ्गट्टा खो ओ खै ए। यसरी खुट्टा लरबराउँदै तानातान गर्दै तरुनीहरूबाट पनि पालन सुनिँदै थियो। खोइ ए अर्काको पोइ ए पोर। यसरी रेलामै रात साँझ त्यही झमक्क रात पर्छ। चारैतिर सुनसान छाउँदै गयो। तरुनी साथीहरू सबै छोडेर गए। त्यस्तै तोङ्बाले रनफनेका 2-4 जना हल्ला गर्दै बाहिर रोडमा हिँडिरहेका थिए। तोङ्बाले फिटान भएको माङदके पनि पसल बन्द गर्ने बेला भएपछि पैसा तिरेर फुत्त बाहिर निस्कन्छ। त्यही बेला बल्ल साथीहरूको याद आउँछ माङदकेलाई। तर साथीहरूले कति बेला छोडेर गए त्यो भने सम्झाउन नसकेर केही छिन सोचेर माङदके रिसले चुर भयो। त्यही रिसको झुवाकमा बाहिर ऊ जस्तै हो हल्ला गर्दै हिँडेका ती 2 जना अपरिचित व्यक्तिहरूसँग अचानक हिउँ खोज्न थाल्छ। डाङ डाङ टुङ टुङ पिट्दै र कुटाइ खाँदै रातको 12 बजेतिर आफ्नो घर पुग्छ। बिहान उता गोजीमा भएको 1000 रुपैयाँ पनि छैन र भिरेको खुकुरीको कतिखेर निकालेर कता मिल्कायो दाप मात्रै सम्झी पर्छ याद हुँदैन। बुबा बिहानै उठेर हलो जोत्न गएको हुन्छ। आमा खाना बनाउने तर्खरमा व्यस्त। उता छोरो माङदके भने थुक्क भन्दै आफ्नो हातले एकचोटि आफ्नो निधारमा प्याट्ट हात बजार्छ। हो यसैलाई भन्दा रहेछन् युमावादीका केही याथुङ्बाहरूले मेरो पहिचान, मेरो संस्कार संस्कृति। त्यसरी भतरिएर मलेसिया पुगेको माङदके सम्पर्कविहीन भएको 2 दशक पुग्दा
पुग्न आट्यो। घरमा बुबा बितिसक्यो। भएको आमा पनि सिकिस्त बिमारी छन् रे। आमाको अन्तिम चाहना छोरोको मुख हेर्ने रहेछ भनेर भन्छन् ती बुढी आमा अनि भक्कानिएर रुने गर्छिन्। माग्दके यो सन्देश पाएपछि तँ घर फर्की। तेरो आमाको आँसुले तँलाई पिरोल्नेछ। खानु पिउनु भएकै कुरा हो, तर मेरो जातले पाएको मेरो संस्कार संस्कृति भन्दै आफ्नो गाउँघर छरछिमेक जन्म दिने आमालाई सम्म भुलेर पिउने नगर। मलेसियाबाट तुरुन्त फर्की। मैले योभन्दा अरू केही भन्नु छैन। तेरो बिर्को लागेको बुद्धिको ढकन तैँले खोल्नै पर्छ, नत्र त माग्दकेको जीवन अन्धकारमय हुनेछ। जीवनमा सफलता के हो, माया ममता के हो, त्यो फिल गर्ने मौका सम्म पनि पाउने छैनस्। चाँडै घर फर्की। ल त आजलाई बिदा, तिम्रो साथी म। नोट: यो लेख पत्र कुनै यथार्थ नभई काल्पनिक मात्र हो। कसैको जीवनमा मेल खान पुगे कृपया एक संयोग मात्र भनी सम्झिदिनु र पत्रमा राखिएको माग्दकेसँग जो कोहीको जीवन मेल हुन पुगे समयमा गाउँघर आमा बुबालाई फोन गरेर सम्पर्क रहनुहोला। भुलेर पनि सम्पर्कविहीन नहुनु होला। यदि पैसा कमाइ छैन भने तँ नेपाल फर्कनु र आफ्नो बाउबाजेहरूले खोज्रेका ती ठाउँहरू अहिले बाँचिएका छन् तिनै ठाउँहरूमा पुगेर भस्मे फाडी बस्ती बसाउनु होला। घर गृहस्थी बसाएर गरेर खानु होला। धन्यवाद। सेवारु, जनवरी 29, 2019।